भोटर कार्डको लागि हामीले पहिलोचोटि यदि हामी भोटर कार्डको लागि अप्लाई गरिरहेछौँ भने नेपाल सरकार अनुसार 16 वर्ष अथवा 16 वर्षभन्दा माथि हुनुहुन्छ भने हामीले यसरी यो तरिकाले हामी जान सक्छौँ। सबैभन्दा पहिला चाहिँ हामीले के गर्नुपर्छ भन्दा पहिला election.gov.np मा जाने, क्रोम खोलेर हामी election.gov.np मा जाने। election.gov.np मा गएपछि हामीले के देख्न सकिन्छ भने त्यहाँ वेबसाइट खुल्छ इलेक्सन कमिसन, त्यसमा इन्टर गर्ने। त्यसमा इन्टर गरे बापत हामीले कसको लागि जाने, पहिला अनलाइन प्री इनरोलमेन्टको लागि। हामी न्यू हो भने अनलाइन प्री इनरोलमेन्टको लागि जाने। त्यसपछि त्यहाँ गएपछि हाम्रो चाहिँ अब भित्र गएपछि हाम्रो त्यहाँ चाहिँ नम्बरहरू माग्दो रहेछ। नम्बरहरू हाल्ने, नम्बरहरू आएपछि ओटिपी आउँछ, ओटिपीहरू इनपुट गर्ने। अनि त्यसको लागि हामी के जानुपर्छ भनेको नयाँ दर्तामा गएर क्लिक गर्ने अनि यही अनुसार हामी सबै प्रोसिडियर फ्लो गरेर लास्टमा दर्ता गर्नुहोस् र पछि हामीले चाहिँ प्रिन्ट गर्नुपर्छ। थप जानकारीको लागि अझै प्रोसेस मलाई सब्सक्राइब गर्नु, मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक र कमेन्ट गर्नुहोस्।